कहाँ गयो यार। कहाँ हरायो कता हरायो त मेरो बिलबुक भेटि नि रहेको छैन आज त। होइन के भयो साथी, के खोजेको हौ त्यसरी आमा? खै हौ बिलबुक हराएर यार तनाव भयो त हौ। 2 दिनदेखि भेटिरहेकै छैन यार, कता हराए। ला हो र, तिर खोजिसके यार। कुन गाडीको बिलबुक हरायो फेरि? ए बाइकको हो मेरो यार। तिम्रो पर्सनल बाइकको बिलबुक हरायो? हजुर हरायो यार। तनाव भइरहेछ के पो गरौँ अब त। ल तनाव, अब तपाईँहरूलाई पनि यस्तो बिलबुक हराएर तनाव भइरहेछ भने चाहिँ टेन्सन लिनु पर्दैन है। यसको प्रोसेसहरू छन्, सजिलै प्रोसेसहरू छन्, त्यही तरिकाले गर्न सकिन्छ। पनि टेन्सन लिनु पर्दैन है, सिम्पल कुराहरू छन्। जस्तो तपाईँको बिलबुक हरायो, अब के गर्ने? तपाईँ सिधा जाने ट्राफिक प्रहरी कार्यालयमा जाने। ट्राफिक प्रहरी कार्यालयमा गइसकेपछि तपाईँहरूले गर्नुपर्ने, जस्तै तपाईँको स्थानीय प्रहरी, तपाईँ कहाँबाट बस्दै हुनुहुन्छ त्यहाँको स्थानीय प्रहरी चौकीमा जाने। ट्राफिक प्रहरी चौकीमा गएपछि तपाईँहरूले सामान्य भनेको एउटा निवेदन लेख्नुपर्ने हुन्छ, मेरो बिलबुक हरायो भनेर। त्यो निवेदन पेस गरेपछि तपाईँहरूलाई ट्राफिक सिफारिसबाट एउटा पेपर दिन्छन्, तपाईँको बिलबुक हरायो भनेर एउटा सिफारिस पत्र दिन्छ। त्यो पत्र लगेर तपाईँहरूले चाहिँ तपाईँको यातायात कार्यालयमा, तपाईँहरूको कुन लोकेसनमा पर्छ त्यहाँको यातायात कार्यालयमा गएर तपाईँहरूले त्यो सिफारिस दिनुपर्ने हुन्छ, मेरो बिलबुक हरायो भनेर। त्यहाँनिर तपाईँहरूले सिफारिस लगेर र तपाईँहरूको ओरिजिनल नागरिकताको फोटोकपी लगे पेस गर्नुपर्ने हुन्छ। र 3टा जति फोटो तपाईँहरूलाई लाग्छ, तपाईँहरूको ढट्टामै भएको फोटो जति लाग्छ 3टा जति फोटो लगेर तपाईँहरूले दिनुभयो भने तपाईँहरूको सहजै नयाँ प्रतिलिपि निकालेर दिन्छन्। त्यसै गरी प्रतिलिपि गर्दै गर्दाखेरि तपाईँहरूलाई 500 रुपियाँको प्रतिलिपिको राजस्व पनि काट्नुपर्ने हुन्छ। त्यसै गरी तपाईँहरूलाई मैले भनिहालेँ, तपाईँहरूले त्यति गरिसकेपछि तपाईँहरूले यस्तो खालको प्रतिलिपि भएको बिलबुक पाउनुहुन्छ, जहाँनिर तपाईँलाई नयाँ बिलबुक दिँदै गर्दाखेरि यहाँ प्रतिलिपि लेखेको हुन्छ, तपाईँहरूले निकालेको मिति लेखेको हुन्छ है। जुन मितिमा तपाईँहरूले प्रतिलिपि बनाउँदै गर्नुहुन्छ त्यो मिति लेखेको हुन्छ। अब त्यसै गरी तपाईँहरूलाई सबै सम्पूर्ण त्यो पुरानो बिलबुकमा जे हुन्छ सम्पूर्ण त्यही तपाईँको ढट्टाबाट हेरेर उहाँ सरहरूले यसरी लेखेर तपाईँहरूलाई नयाँ प्रतिलिपि ह्यान्डओभर गरिदिनु हुन्छ। त्यो यदि तपाईँहरूको कर फेल छ, कर तिर्नु भएको छैन भने चाहिँ कर पनि तिर्न लाउँछ। त्यसमा तपाईँहरूलाई भिट्याक्स भन्छ एउटा है, उहाँ कार्यालयमा उहाँहरूको सिस्टमबाट हेरेर भिट्याक्सबाट हेरेर कर तपाईँहरूको फेल छ, कर कम्ती छ भने कर पनि तिर्न लाउँछ। होइन कर क्लियर छ भने तपाईँहरूलाई 500 को मात्र प्रतिलिपिको यो बिलबुक नयाँ बनाएको प्रतिलिपिको राजस्व तिरेर तपाईँहरूले सहजै यो बिलबुक आफ्नो बनाउनु सक्नुहुनेछ। तपाईँहरूले पनि यस्तै प्रक्रियाहरू गरेर सहजै बिलबुक बनाउनु सक्नुहुनेछ। कुरा बुझ्यो भने त साथी? एकदम यार धन्यवाद यार। मेरो टाउको दुखाइ भइरहेको थियो 2-3 दिनदेखि। आज तिमीले भने जस्तो सजिलो तरिकाले गर्ने रहेछ, यत्रो टाउको दुखाइ राखिरहेको थियो। अब गएर तुरुन्तै भोलि गइहाल्नु पर्यो। ल धन्यवाद, तिमीलाई भोलि बनाइहाल्नु है त। ल ल त तपाईँहरूले पनि यसरी नै बनाउन सक्नुहुनेछ है त। धन्यवाद।